So hey guys, this is your captain. Welcome back to my another video. फेरि पनि एउटा सानो छिटो मिठो इन्फर्मेसन लिएर आएको छु भन्दाखेरि कस्तो भन्दाखेरि हिजो मैले एउटा पोस्ट हालेको थिएँ जसको चाहिँ हाम्रो इस्युहरु छ कि छैन के छैन कि हैन त्यो त अब फोटो मात्रै हेर्नु भयो। अब त्यो हामीले आफ्नो पर्सनली हामीले चाहिँ कसरी हेर्ने कसरी गर्ने त्यो गर्नुको लागि चाहिँ मैले बनाएको छु। सो साइडमा मैले स्क्रिनमा राखेको छु मेरो स्क्रिन हेर्नुस् अन्त बुझ्दै जाउँ कसरी हेरिन्छ के गरिन्छ कस्तो पाराले गरिन्छ। त्यो पाराले चाहिँ गरे भने चाहिँ आफ्नो पेजमा हेर्नुस् कि कुनै इस्यु छ कि ब्रान्डमा के इस्यु छ कि थुप्रै कुरामा हामीलाई कतिवटा कुरामा हामीलाई थाहा छैन हैन। भिडियो लामो हुन्छ तपाईहरुलाई अल्छी लाग्छ मलाई थाहा छ हैन भाइ कति बोलेको कति के गरेको। तर फर्स्ट अफ अल फ्याक्ट कुरा भने नि तपाईलाई सबसे इजी अब हामीले हेर्नुपर्छ हाम्रो एड लाइब्रेरी रिपोर्ट सबै रिपोर्ट हाम्रो ब्रान्ड कन्टेन्ट के छ कस्तो छैन त्यो सबै कुरो हेर्नुपर्छ। सो त्यसको लागि चाहिँ हामी पहिला जाने हो कहाँ भन्नुस् त कहाँ जाने भन्नुस् त हामी जाने पहिला फेसबुकमा। सो मैले अब स्क्रिन सुरु गरे स्क्रिनमा हेर्नुस् मजाले स्क्रिनमा मजाले हेरेपछि अब हामी जान्छु पहिला मेरो प्रोफेसनल म मेरो प्रोफाइलमा जान्छु हेर्नुस् है। प्रोफाइलमा जान्दैछु म प्रोफाइलमा गएपछि म कहीँ जादिन तल म खाली जान्छु पोस्ट देखि तल हाम्रो हैन प्रोफेसनल डेस्कबोर्ड खोलेपछि हाम्रो पोस्ट अबाउट रिल्स के छ म जान्छु अबाउटमा गएपछि तल हेर्नुस् मलाई अस्ति भर्खर ब्यागेज पनि दिएको छ फेसबुकले कन्टेन्ट रिल्स त्यो छोड्नु हामीलाई यहाँ हेर्नुस् है प्रोफेसनल फेसबुक इज शोइङ इन्फर्मेसन टु हेल्प यु अन्डरस्ट्यान्ड टु पर्पस अफ दिस प्रोफाइल हेर्नुस् है टक्क सी अल गर्छु म सी अल गरेपछि यहाँ मेरो सबै खोलिन्छ। प्रोफेसनल इन्फर्मेसन टु द अजेगिरी ब्लग इज शोइङ योर प्रोफाइल एक्टिभिटी इन्फर्मेसन अबाउट द म्यानेजमेन्ट पोस्ट कन्टेन्ट अन हिज प्रोफाइल त्यो छ तपाईहरुको नि आएको हुन्छ तपाईहरुले चेक गर्नुस्। मैले मेरो प्रोफेसनल क्रिएटर कहिले गरेको थिएँ भन्दाखेरि जनवरी 13 2011 मा रहेछ मलाई थाहा थिएन तर कहिले हो त्यो प्रोफेसनल मोड अन चाहिँ मैले त्यो टाइममा गरेको थिएँ। यसमा मेरो करेन्ट लोकेसन छ मेरो दुबई देखाएको छ म किन म दुबईमा छु मेरो लोकेसन दुबई नै छ अन्त योर पर्मानेन्ट करेन्ट कन्ट्री लोकेसन दुबई छ बस यो चीज। अब यसको तल गयो एड्स फ्रम दिस प्रोफाइल टक्क यसको यहाँ गयो गो टु द एड्स मा गयो हेर्नुस् है सिम्पल छ तपाईलाई कति पनि टाइम लाग्दैन गाइस अलिकति बुझ्नु मात्रै हो। अब यो एउटा च्याट खोलिन्छ मेरो यहाँ नि सी योर डिटेल्स गर्यो जस्तो मैले अघि हिजो दिउँसोमा मैले फोटो हालेको थिएँ त्यही आइहाल्यो मेरो यो सबै ओके छ यहाँ नि द सर्भिस इज अप रनिङ विदाउट अननोन इस्यु नै छैन मेरो यसमा पनि नो इस्यु सो मेरो केहीमा नि इस्यु छैन। सो तपाईहरुले नि आफ्नो पेजमा चेक गर्नुस् कि तपाईहरुको केही इस्यु छ कि छैन बस तपाईहरुको ओके छ नि देन फर्दर स्टेपमा तपाईहरुले आफ्नो कन्टेन्टमा राम्ररी काम गर्नुभयो नि सबै कुरो अगाडि बढिन्छ। सो भिडियो इन्फर्मेसन लाग्यो नि लास्टमा त्यही हो भाइलाई च्यानललाई लाइक कमेन्ट शेयर गर्नु नबिर्सिनु। सो आजलाई यति भन्दै भेटौँ होला नेक्स्ट भिडियोमा बाइ बाइ सी यु टुमोरो नेक्स्ट भिडियोको लागि चाहिँ रेडी भएर बस्नुस् है बाइ बाइ।